सबैजनालाई नमस्कार। आज पनि म अब हजुरहरू सामु सानो भिडियो लिएर जानकारीमूलक भिडियो लिएर आउँदैछु। जानकारीमूलक भिडियो भन्दाखेरि चाहिँ के रहेछ त भन्ने कुराहरू चाहिँ हजुरहरूको मनमा उत्सुकता जाग्न सक्छ। त्यो चाहिँ के छ भन्दाखेरि म चाहिँ अब युएई बसेको निकै वर्ष भयो। अलिकति यहाँको रुल्स रेगुलेसन भनेको कुरा अलिकति चाहिँ मैले बुझेको छु र एकजना भाइ त्यस्तै क्रममा काम गर्न भनेर आउनु भएछ। एउटा घरको परिस्थिति भनौँ सबैलाई नै परिरहेछ। अब हामी धेरै नेपाली दाजुभाइ दिदीबहिनी अब परदेश सिन बाध्य भएका छौँ। आफ्नो देशको आर्थिक स्थिति कमजोरी हुनको कारण, रोजगारी नमिल्नुको कारण, रोजगारी मिलिहाले तापनि एकदमै मिनिमम मात्रै तलब पाउने भएकोले गर्दा र भाइ चाहिँ अब पहिलोचोटि आउनुभयो अरे विदेशमा। अनि उहाँले चाहिँ अलिकति काम गर्दै गर्दा पनि अलिकति टचर पाउँछु दाइ, मलाई चाहिँ केही पनि आइडिया छैन, एकचोटि भेटौँ न भनेर धेरैचोटि फोन र मेसेज मलाई गरिरहनु भएको थियो। अनि उहाँसँग भेट्नको लागि मैले धेरै जमर्को गरेँ, तर पनि समय परिस्थिति आफ्नो ड्युटी अब निभाउनै पर्यो परदेशमा। अनि आज चाहिँ कताबाट मैले एकदमै समय निकालेर चाहिँ भाइलाई भेटौँ न त भनेर अनि आएको छु। भाइलाई पनि यहीँ बोलाएको छु। अब भाइसँगको अलिकति कुराकानी हजुरहरूसँग जोड्न चाहेँ। भाइको वास्तविक प्रब्लम चाहिँ के रहेछ भन्ने कुरा चाहिँ म यथार्थमा हजुरहरूलाई सुनाउन चाहन्छु र के गर्दा चाहिँ हुन्छ समस्याको समाधान पनि हामी खोज्ने नै छौँ। भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया जनाउनु होला। धन्यवाद। अब तपाईँले धेरै पहिलेदेखि मलाई म्यासेज र फोन गरिरहनु भएको थियो, दाइ भेट्नुपर्छ है, मलाई चाहिँ अलिकति पीडा छ, काम चाहिँ गरि नै राखेको छु। अब जतिसुकै सानो ठुलो स्यालेरी मिले तापनि काम चाहिँ गरि नै रहेको छु। तर हजुरसँग भेटेर एउटा सरसल्लाह यहाँको बारेमा के गर्दा चाहिँ अलिकति न्याय पाइन्छ, म चाहिँ अलिकति अन्यायमै छु भन्ने खालको कुरा गर्नुभएको थियो र मैले चाहिँ त्यो कुरालाई जोड्नको लागि र दर्शक सामु पनि ल्याउनको लागि कतिपय तपाईँ जस्तै नयाँ मान्छेहरू साथीहरू हुनुहुन्छ यहाँ पनि यही ठाउँमा अरू ठाउँमा हुनुहुन्छ र त्यो ठाउँमा जुन देशमा बसिराखिएको छ र त्यो ठाउँको रुल रेगुलेसन जान्नु भनेको चाहिँ हामीले एकदमै जरुरी हुन्छ। त्यसैले अब तपाईँको समस्या चाहिँ खास के हो र हामीले अब त्यसको हल चाहिँ कसरी निकाल्न सकिन्छ भन्ने कुरा चाहिँ म तपाईँकै मुखबाट सुन्न चाहन्छु र दर्शक श्रोताहरूले पनि सुन्नुहुनेछ। ल के चाहिँ तपाईँ विदेश आउनुभएको कति भयो, अनि कुन कम्पनीमा कसरी काम गर्नुहुन्छ, कम्पनीको अब नामै भन्नुपर्छ भन्ने त अब छैन होइन। तपाईँ अब जे भन्नुहुन्छ तपाईँलाई जे परेको छ। एउटा कुरा नि मैले अस्तिदेखि भन्न त अब धेरै कुराहरू भन्न मन लागिरहेको थियो, हजुरलाई सेन्ड गर्न सक्थेँ। तर त्यो कुरा चाहिँ भेटेर मात्र कुरा हुन्छ भन्ने एउटा मनमा जुन एउटा अब मनमा पीडा धेरै छ होइन। त्यो मेसेज सेन्ड गर्दा पठाउँदा मन हल्का हुँदैन क्या। त्यही भएर हजुरसँग भेटेरै केही सल्लाह सुझावहरू यसो दिन आज भेट पनि भयो, धेरै खुसी लाग्यो। अनि तपाईँको म हाम्रो 11 महिना भयो होला, मेरो मतलब 7 जना छ साथीहरू हामी। हजुर 11 महिना भयो तपाईँको कम्पनीमा होइन, कम्पनीको नाम चाहिँ नभन्नु पछि गाह्रो होला फेरि होइन। सो यो भिडियो त्यहाँ पुग्यो भने तपाईँको यो कम्पनीमा के छ भन्दा जस्ट हामीलाई काम चाहिँ खासमा चाहिँ पाउनु नै राम्रो कुरा हुन्छ होइन। अब तपाईँले चाहिँ कस्तो भनेको कामहरू पाउनुभयो भएन र भनेअनुसारको स्यालेरी पाउनुभयो भएन र तपाईँलाई खास प्रब्लम केमा भयो? या त भिसा लगाइदिएन कम्पनीले, या त समयमा स्यालेरी दिएन, या त तपाईँलाई भनेको भन्दा बढी ड्युटी लगाइदियो अनि ओभरटाइम दिन्छु भनेर दिएन। त्यो कुराहरू चाहिँ अब तपाईँले अब समग्रमा भन्नु न, अब त्यसको हल चाहिँ के हुन्छ भन्ने कुरा। अब म के एउटा आश बोकेँ हजुरहरू सामु आइरहेको छु, नमस्ते। अनि खासमा कुरो चाहिँ के भन्दा जस्ट काम हाम्रो 10 घन्टाको ड्युटी हो, खानु कम्पनीको, बस्नु कम्पनीको, सेलेरी 900। अनि काम चाहिँ हाम्रो स्टेवार्ड मतलब किचन हेल्पर भनेर लिएर आएको थियौँ। हामीलाई किचन हेल्पर भनेर लिएर आयो, डिमान्ड गऱ्यो। सेलेरी हजुरको 1000 भन्दै थियो, 900 सेलेरी छ, ड्युटी 8 घन्टा भने 10 घन्टा छ। त्यो हामीलाई माइन्ड भएन। हामी त गर्न आएको केही कुराहरू सपनाहरू बोकेर आएको छौँ, धेरै कुराहरू केही गर्छु भनेर आएको छौँ हामी। अनि 10 घन्टा ड्युटी लाउँदा काम अर्को छैन, हामी गर्छौँ काम, मुस्किल छैन। तर मुस्किल चाहिँ के भयो भन्दा जस्तो एउटा काम गर्ने बेलामा किच टर्चर दिने हामीभन्दा ठुलो पोस्टको मान्छेले, त्यो चाहिँ लास्टसित नबुझ्ने कुरा हो नि त। अब काम गरिराख्दाखेरि आएर बिचमा के भन्ने, कहिले छुट्टी अफ क्यान्सल गरिदिने, त्यस्तो हुँदो रहेछ त यहाँ। अनि त्यही साह्रै मलाई यो टर्चर पनि धेरै आयो। काम गर्दा सानो मिस्टेक हुँदा ठुलो एक्सन लिने। तपाईँको अब सेलेरी काट्दाखेरि नि अब कुरो गर्दाखेरि नि अब
केही रेस्पोन्स केही नगर्ने। अब अस्ति मैले म्यानेजरलाई भने सर जी मेरा सैलरी कट के आया किस बात का, मैं सब यसरी मैले भने त सरलाई। हजुर तर म्यानेजर सरले के भने, ठिक है मैं चेक करेगा। हजुरको 7 दिन 8 दिन भइसक्यो मैले डेली भनिरहेको छु त्यो कुरो। हुन्छ नि अब मेरो सेलेरी काट्यो सर, किन काट्यो? एउटा हुन्छ नि त आफूले मेहनतले यत्रो कामको 10 घन्टा ड्युटी गरेर कमाएको पैसा 100 रुपियाँ काट्दा कस्तो मन कस्तो होला सोच्नु तपाईँहरू। 900 सेलेरीमा 100 काट्दाखेरि एउटा हुन्छ नि दाइ तपाईँको बिजनेस ठाउँमा केही नखाइ अब मरिमरि कमाएर घरमा पैसा पठाउनु। मेन कुरो त ऋण छ नि त दाइ, मान्छेको ब्याङ्कको ऋण छ। हुन्छ सबैजना त्यस्तै परिस्थितिले गुज्रेर आयो। तपाईँको त्यत्रो अब आफूले मेहनतले काम गरेको हुन्छ नि त 2 रुपियाँ पैसा काट्दा नि रिस उठ्दैन नि एकदम। हुन्छ अनि मैले त्यो सरलाई 8 दिनसम्म मैले 8-9 दिनसम्म भने सर जी मेरा पैसा क्यों काटा? तपाईँको के भन्छ त्यो भन्दाखेरि त्यसले ठिक है मैं चेक गरेको हजुरलाई यस्तो गर्छ कि त्यो। अनि अस्ति एउटा भोइस मेसेज पठायो म्यानेजरले, के पठायो भन्दाखेरि चाहिँ अब आप लोग का जो पंचिंग है, पंचिंग पंच आउट मतलब त्यो तपाईँहरूको त्यो फिङ्गर ड्युटी आउँदाखेरि अनआउट आउनु जानु त्यो पञ्चिङ मतलब त्यस्तै कुरामा पैसा काटेको कुरो गऱ्यो। अनि पंचिंग पंच आउट तुम लोग का ठीक से नहीं हो रहा है, तुम लोग का सैलरी कट के आएगा, मेरे को मत बोलो। अनि म्यानेजरले यस्तो कुरा भन्यो, मतलब उसलाई नभन्नु अरे, पैसा काटेर आएन उसलाई नभन्नु अरे। अनि सुपरभाइजरले के भन्छ, कुछ प्रब्लम सैलरी कट के आएगा, म्यानेजरको बसको नै बोल्न भन्छ सुपरभाइजरले। भनेपछि अब हाम्रो चिफ बिर्से त चिफ हाम्रो छ नि जुन अब हाम्रो म्यानेजर जुन छ नि स्टेवार्डिङ हाम्रो स्टेवार्डको, अब उसलाई पनि नभन्नु अरे, सुपरभाइजरलाई भन्दा नि बसलाई नभन्नु भन्छ। भन्नु चाहिँ कसलाई हामी सोच्नु तपाईँ। अब हाम्रो पैसा काटेर मेहनतले हामीले काम गर्छौँ, केही पैसा आउँछ र हामीले काम गर्छौँ। तपाईँको 10 घन्टा ड्युटी मरी गर्नुपर्छ, खाना पनि त्यस्तै हुन्छ विदेशको ठाउँमा। हजुरलाई देख्नु थाहा नै होला हजुरलाई खाना कस्तो हुन्छ युमा। अब हजुरको ठुलो जब छ नि त, हजुरले ठुलो राम्रो मिठो खाना पाउनुहुन्छ। तर हाम्रो जुन यो गाममा काम गर्ने लो क्वालिटीको काम गर्छ नि, त्यो मान्छेलाई खाना कस्तो हुन्छ हजुरहरूले फिल गर्नुभएको होला होइन, देख्नु नि भएको होला के कस्तो छ यो खानाहरू। तपाईँको त्यो चिकन 2 वर्ष अगाडि फ्रिजमा राखेको त्यो चिकन पकाएर दिन्छ, त्यस्तो यस्तो यो यहाँ हुँदो रहेछ दाइ। मेन कुरो दाइ के भन्दा हाम्रो काम ल ठिक छ, काम हामी गर्छौँ 10 घन्टा ड्युटीहरू ठिक छ, त्यो पनि मन्जुर छ। तर त हामीले मेहनतले काम गर्छौँ, सेलरी मेहनतले पुरै आउनु पऱ्यो कि त। 900 सेलरी हो, 900 आउनु पऱ्यो। तपाईँको सेलरी पनि काटेर आउँछ होइन दाइ। अब सानो कुरामा पनि धेरै ठुलो बनाउँछ। अब उनीहरूको मान्छेहरूलाई चाहिँ दाइ तान्छ होइन, मतलब अलि सेफ छ। हामीहरूलाई चाहिँ पढाइ त्यस्तो टाइपको हुँदो रहेछ दाइ योमा चाहिँ। होइन त्यो हुन्छ। अब मैले के भन्न चाहेँ भाइलाई भनेदेखि, अब मैले समग्रमा बुझ्नु पर्दाखेरि चाहिँ अब यतिको भनेको चाहिँ मान्छेहरूलाई टर्चर र अलिकति अनरेस्पोन्सिबिलिटी भनेर भन्न सकिन्छ। अलिकति उसले चाहिँ आफ्नो जिम्मेवारीबाट पर हट्न खोजे जस्तो गरेछ होइन। यी कुराहरूलाई चाहिँ अब सम्बन्धित निकायसम्मै पुगिहाल्नु भन्ने चाहिँ म सल्लाह दिन्न अहिले। किन भन्दाखेरि आफ्नो परिस्थिति पनि सम्झिनुपर्ने हुन्छ। भाइ नयाँ पनि हुनुहुँदो रहेछ नयाँ भर्खर विदेशमा, र सम्बन्धित निकायमा पुग्नलाई धेरै प्रक्रियाहरू पुरा गरेर पार गरेर जानुपर्ने हुन्छ। त्यसैले अहिलेको लागि तपाईँले के गर्दा ठिक हुन्छ भन्दाखेरि, अब तपाईँले एउटा सल्लाह सुझाव चाहिँ उहाँहरूलाई चाहिँ तपाईँहरूको खास कर्तव्य र नियम चाहिँ कम्पनीको बारेमा के हो र मलाई राम्रोसँग मैले नबुझेको हो कि तपाईँहरूले बुझाउन नसक्नुभएको हो, यो चाहिँ बुझाइदिनुहोस् र मैले काम गरेअनुसार मलाई दाम चाहिँ बराबर चाहियो कुरा सोध्न चाहिँ। दिराम कहिले 50 दिराम त्यसरी काटिदिन्छ। अनि सुपरभाइजरलाई म्यानेजरलाई कुरो गऱ्यो भने अब म हेर्छु चेक गर्छु किन सेलरी काटे भन्छ। 8-9 दिनसम्म भन्दा पनि रिप्लाई दिँदैन। अनि पर भाग्नु खोज्छ कि उनीहरू। अब उनीहरूले खै के गर्नु खोज्छ कि मरिमरि काम गर्दा नि अब पैसा त्यसरी काट्छ तपाईँको। अनि काम गर्दा पनि खिचखिच गर्छ आफ्नो मान्छेहरूलाई, अब घुमाउँदै हुन्छ। अनि हामीलाई चाहिँ अलि कामहरू हुन्छ नि अब पेलाउँछ। काम पेलाए ठिकै छ, हामी काम गर्ने आएको काम गर्छौँ भने त। तर आफूले मेहनतले अब गरेको त्यो अब पाउनु पऱ्यो नि त फल। परिश्रमको फल पाउनु पऱ्यो।
तपाईँको भनाइ त्यो हो र अरू कुराहरू भनेको खाना बस्नको लागि कस्तो व्यवस्था गाडी ट्रान्सपोर्टेसन तपाईँको अब सबै समग्रमा कस्तो छ त अनि के भनेर नेपालबाट आउनुभएको थियो अनि साँच्ची त यो नेपाल के भन्नु पठाए हामीलाई त्यो कुरा नि म भन्छु हजुर सामु भन्छु ल त्यो कुरो चाहिँ त्यो अनुसार चाहिँ तपाईँले पाउनु भयो कि भएन सुविधा चाहिँ मैले पाइनँ नि के भयो त्यसमा सुविधा के भयो भन्दा तपाईँको जुन मोन्डेज मेन पावर त्यहाँदेखि हाम्रो के भयो भने सरलाई त्यहाँ एउटा पेपरमा साइन के गऱ्यौँ भन्दाखेरि हामीले हाम्रो 8 घन्टा ड्युटी सेलेरी 1000 1000 भनौँ 1000 नेपालीमा सर्लकै भन्दा हजुर अनि तपाईँ खाना बस्नु कम्पनीको भन्यो अनि ठिकै छ तर हाम्रो अहिले पाउनु भएको छ कि छैन खाना बस्नु कम्पनीको खाना बस्न पाइरहेको छ तर खाना अब त्यस्तै हो विदेशको अब त्यस्तै हो त्यो त अलिकति हामीलाई राम्रो दे पनि भन्न हामी सक्दिनँ होइन हामीले म्यानेज गर्नुपर्छ एडजस्ट गर्नुपर्छ एडजस्ट गरिरहेको छ त होइन 11 महिना चाहिँ गरिरहेको छु सो तपाईँको के भन्दा काम नभनेको छ ल हजुर न सेलेरी भनेको जस्तो टाइममा आउँछ तपाईँको सेलेरी आए पनि काटेर आउँछ काट्नुको मेन कारण तपाईँबाट गल्ती छ कि कम्पनीको गल्ती छ त्यो पनि तपाईँले बुझ्नुपर्ने पनि हुन्छ है अब दाइ मैले मात्रै गल्ती नदेखाएर नेपालीहरूको एउटा कुरा मैले तपाईँको कुरा काटेँ फोनमा चाहिँ हजुरलाई चेक गराउँछु ठिक छ एउटा कुरा मैले हजुरको कुरा काटेँ यहाँनिर धेरै नेपाली दाजुभाइहरू मैले भेटेँ धेरै नेपाली दाजुभाइहरू मैले भेटेको छु अब कस्तो खालको भेटेको छु भन्दाखेरि तपाईँको विदेश आइयो तर घरमा जति कतिपय त अब तपाईँलाई बिग्रेको नभनौँ म बिग्रेको नभनौँ एउटा समस्या परिस्थितिले आइएको छ तर कतिपय छोराहरू घरमा चाहिँ लापरवाही हिसाबले चलिरहेका बुवा आमालाई एकदमै टेन्सन दिने खालको त्यो चाहिँ मान्छेको सोचाइमा फरक पर्छ म तपाईँलाई सुनाउँदैछु मेरो कुरा अलिकति ध्यान दिएर सुन्नु होला त्यस्ता खालका मान्छेहरू चाहिँ अनि कहिले यो विदेश चाहिँ गइदिएदेखि सुध्रिन्थ्यो कि भनेर मान्छेहरूले कतिपय बुवा आमाहरूले चाहिँ आफ्नो काखबाट छुटाएर पठाउन त कसैलाई चाहना हुँदैन थियो तर पनि बाध्यता परिस्थिति तेरो छोराले त यसो गरौ है आज यसो गरौ है हिजो त्यहाँ त्यसो गरेछ है झगडा गरेछ है रक्सी खाएर उसँग झगडा गरेछ है उसको घरमा छिर्दैछ है राति गएर हरेक कुराहरूको टचर आएपछि चाहिँ ती दाजुभाइहरू विदेशीमा बाध्य भएका निकै छन् है ती दाजुभाइहरू सुध्रेलान् भनेर बुवा आमाले एउटा सपना बोकेर यहाँ पठाउनु भयो खर्च गरेर भनेदेखि त्यो दाजुभाइ यहाँ आएर पनि त्यो हरकत छोडेनन् अनि त्यो कारणले चाहिँ तिनीहरूको स्यालेरी आउँदैन टाइममा तिनीहरूलाई टचर हुन्छ अनि अर्को कुरा के हुन्छ तिनीहरू काममा बराबर जाँदैनन् तपाईँको हप्तामा एउटा छुट्टी त छँदैछ तर मन लागे गर्ने मन नलागे नगर्ने हाम्रो यो आफ्नो बारीको तुलफुल टिप्न त हामीले सोचेर टिप्नुपर्छ सोचेर पस्नुपर्छ तुलफुलमा भनेदेखि यो त अर्काको ठाउँमा आइसकेपछि अर्काको रुल रेगुलेसन यहाँ हामीले फलो गर्नुपर्ने हुन्छ है त्यस्तो भएर तपाईँकै कारणले पनि त्यो भएको हुनसक्छ त्यो कुरा चाहिँ तपाईँले अरूलाई गल्ती देखाउनुभन्दा ममा पनि केही कमजोरी छ कि भन्ने खालको फिल चाहिँ तपाईँले गर्नुभयो भने हामी आफू सुध्रिनलाई धेरै सजिलो हुन्छ अब तपाईँमा के छ अब मैले देखेको छुइनँ तपाईँलाई मैले भन्न खोजेको कारण चाहिँ पैसा काटिएर आउँछ सधैँ टाइममा आउँदैन भन्नुको मतलब चाहिँ के हो त बा तपाईँ पनि त्यस्तै लापरवाही पो गर्दै हुनुहुन्छ कि भन्ने चाहिँ मेरो मनमा लागेर हो अब तपाईँले के गर्नुभएको छ त्यो तपाईँलाई थाहा होला होइन अब भन्नुहोस् मैले दाइ यहाँको जुन छ नि हाम्रो म्यानेजर हजुर उसलाई मैले कति मेसेज गरेँ मैले उसलाई 8-9 दिन मेसेज गरेँ सेलरी किन काटेँ मैले 8-9 दिन किन गरेँ भन्दाखेरि जस्ट मैले मेहनत गरेको पैसा हो नि त त्यसरी काट्दाखेरि त दुःख लाग्छ नि त होइन मैले मेसेज गरेँ बुझ्ने कोसिस पनि गरेँ मैले के गल्ती गरेँ कि खाएको पैसा काट्यो कि त्यो पनि सोचेँ दाइ मैले तर होइन अरे यार मेरो मात्र पैसा काट्यो मैले सोचेँ दाइ अनि धेरै कुराहरू छ दाइ यसमा होइन धेरै हो छ दुःखहरू कसैलाई पोख्नु हजुरको सामु आएर मैले आज यो कुराहरू सुनाउँदैछु दाइ होइन दुःख पोख्ने भनेको यस्तो हुन्छ छोरो मान्छे हामी है सङ्घर्ष गर्नुपर्छ सबैलाई सुनाउ हामी जहाँ पाए त्यहाँ सबैलाई सुनाउँदै हिँड्नु पनि हुँदैन र हामी झट्ट रुइहाल्नु पनि हुँदैन किन भन्दाखेरि हामीले भनेको चाहिँ एकदमै कठोर बन्ने ठाउँमा कठोर बन्नुपर्छ नरम बन्ने ठाउँमा नरम बन्नुपर्छ हामी जस्तो परिस्थिति आउँछ त्यस्तैसँग ढल्न सिक्नुपर्ने हुन्छ भाइ है म चाहिँ अब साँच्चै भन्नुपर्दाखेरि 18-19 वर्ष भयो विदेशी एक्सपिरियन्स 2-4वटा देशको भाषा बोल्छु 2-4वटा देशको रुल्स रेगुलेसन मलाई थाहा छ र अब गर्न त म कुनै पनि सहयोग कसैलाई पनि सक्दिनँ किनकि आफ्नो पनि परिस्थिति जति नै विदेश बसे पनि कहिले पनि तपाईँको भाँडो भरिँदो रहेछ क्या जति भाँडो उति चुकुरको भन्छन् हाम्रो नेपालीमा त्यसै तपाईँको समुद्रमा पानी लिन जाइन्छ समुद्रमा पानी त धेरै हुन्छ तर हामी लिन चाहिँ एउटा सानो लोटा लिएर गइएको छ भने त्यही लोटाभरि मात्रै आउँछ छचल्किँदै आइपुग्दाखेरि घरसम्म आउँदा त्यो पनि आधी आउला हाम्रो कमाइ र हाम्रो परिस्थिति भनेको चाहिँ यस्तै छ है
र सहयोग त केही गर्न सकिँदैन, तर यहाँ चाहिँ यसरी बचेर यति गरेर चाहिँ तपाईँ चल्दाखेरि अलिकति राम्रो हुन्छ, सेफ रहन्छ हामी भन्ने खालको कुराहरू चाहिँ मैले चाहिँ बताउन सक्छु। त्यही भएर तपाईँलाई अब भनिरहनु भएको थियो, धेरै पहिलेदेखि सोधिरहनु भएको थियो कि दाइ हजुरसँग केही आइडिया हुनसक्छ, मलाई बताइदिनुहोस्, सहयोग चाहियो, के गर्दा चाहिँ हुन्छ, यहाँको रुल्स रेगुलेसन मैले बुझिनँ, अनि यहाँ मान्छेहरूले यसरी टर्चर गर्दा पनि म चाहिँ हेपाइमै बसिरहनु पर्ने हुन्छ कि केही गर्न पाइन्छ कि हाम्रो पनि केही हक लाग्छ कि भन्ने खालको कुरा सोध्नु भएको थियो। र मैले चाहिँ ल भन्नु न त के चाहिँ हो, मेन समस्या नबुझिकन मान्छेलाई यो बाटो जा भन्नु पनि हुँदैन क्या। ऊ कहाँ पुग्ने हो, उसको गन्तव्य पहिले बुझ्नुपर्छ, अनि मात्रै यो बाटो जाँदाखेरि पुग्छौ भन्ने हो क्या जानेको मान्छेले। त्यो दिन छुट्टी लिनुहोस्, जति घन्टा ड्युटी छ त्यति घन्टा ड्युटी गर्नुहोस्, अनि जुन टाइममा तपाईँ ड्युटी जानुपर्ने हो त्यो टाइमभन्दा 5 मिनट अगाडि जानुहोस्, किनकि समयलाई हामीले पर्खेको राम्रो, समयले हामीलाई पर्खिँदैन, यो कुरालाई ख्याल गर्नु होला है। त्यति गर्नुभयो भने तपाईँलाई अनि रेगुलरली जाँदाखेरि पनि केही भएछ भने तपाईँले प्रश्न राम्रोसँग गर्न सक्नुहुन्छ कि सर म्याडम के भएको छ, तपाईँ कुन भाषा बोल्नुहुन्छ त्यहाँ, तपाईँलाई कुन भाषाले त्यहाँनिर चाहिँ बुझ्छन् तपाईँले बोलेको होइन। अब कतिले हिन्दी बुझ्छन्, कतिले नेपाली पनि बुझ्ने खालका हुन्छन्, कतिपय अब इङ्ग्लिस मात्रै बुझ्ने हुन्छन् होइन। अब तपाईँले कुन भाषा बोल्दा चाहिँ उहाँ बुझिन्छ त्यो हिसाबले तपाईँले चाहिँ बुझाउने कोसिस गर्नुहोस्। यदि नसकेको खण्डमा नबुझ्ने भएछन् भने अरू अलि बुझ्ने मान्छेलाई पनि लिएर जानुहोस्। मैले यसो भन्नु खोजेँ उसले बुझेन तपाईँले ट्रान्सलेट गरिदिनु भनेर भन्दा पनि हुन्छन् कम्पनीमा कति वरिष्ठ अब पहिलेदेखि काम गरिरहेका मान्छेहरू होइन, सहयोग त्यतिको लागि कसैले पनि पछि हट्दैनन्। र त्यति गर्दा पनि तपाईँलाई भएन भनेदेखि चाहिँ अनि कारण चाहिँ के हो त भनेर तपाईँले औलो ठडाउन सक्नुहुन्छ। र त्यसपछिका प्रक्रियाहरू चाहिँ अनि त्यो गर्दाखेरि पनि तपाईँलाई चाहिँ राम्रो भइदिएनछ भने चाहिँ फेरि पनि म बाटोमा आउनु, त्यसपछिको आइडिया चाहिँ म तपाईँलाई दिने नै छु है। अहिलेलाई मैले खासै मजाले कुरो बुझिसकेको पनि छैन र तपाईँलाई ठुलो समस्या भन्न सक्दिनँ, किनकि यहाँ धेरै नेपाली दाजुभाइहरू यहाँभन्दा धेरै चपेटामा परेर पनि बस्न बाध्य हुनुभएको छ। तपाईँलाई खाना रहेछ, बस्न रहेछ, गाडी कम्पनीको रहेछ, टाइममा जाने टाइममा आउने गर्नुभयो र स्यालेरी तपाईँको बराबर फेरि पनि आयो भनेदेखि चाहिँ ठिकै छ, आएन छ भनेदेखि अनि त्यसपछि चाहिँ कुराकानी फेरि हामी गरौँला। निकायहरू धेरै छन् यहाँ है, तपाईँलाई म त्यसको बारेमा बताउँछु है भाइ। अस्ति आज यति भन्छ, आज ठिकै छ, भोलि म गएर कुरा गर्छु, घरि कुरो फेरि उसले बुझिनँ भने हजुरलाई म इन्फर्म गर्छु। अस्ति ल धन्यवाद तपाईँसँगको यो अमूल्य समय दिनुभएकोमा मलाई एकदमै खुसी लाग्यो, मलाई धेरै खुसी लाग्यो। हामी दाजुभाइ भेट भयो। अब सबैजनाले कुरो त बुझिहाल्नुभयो, समग्रमा विदेश भनेको सबैलाई सजिलो छैन, सबैलाई होइन, कसैलाई पनि सजिलो चाहिँ छैन, तर आफैले सजिलो बनाउनु पर्ने हुन्छ। हरेक कुराहरूमा, हरेक मोडहरूमा हामीले सोचेर हिँड्नुपर्ने र काम गर्नुपर्ने हुन्छ। र अब हजुरहरूले सुनिहाल्नुभयो भाइसँगको कुराकानी। अब भाइलाई परेको समस्या चाहिँ परेकै हो, तर पनि अब अलिकति गहिराइमा नगइहाल्नु, किनकि यहाँ हामीले मात्रै केही गरेर पनि केही गर्न सकिँदैन। त्यो कारणले गर्दा भाइलाई चाहिँ अहिले चाहिँ मैले यही सल्लाह दिएँ कि एकचोटि गएर फेरि पनि तपाईँ रेगुलर टाइममा ड्युटी जाने र टाइममा आउने र टाइममा सुत्ने खाने सबै कुरा तपाईँले म्यानेज गर्नुहोस् आफ्नो टाइम। र त्यति हुँदा पनि भएन छ भने फेरि आउनुहोस् भनेको छु। र फेरि आउँदाखेरि चाहिँ अब फेरि पनि त्यस्तै भएछ भने चाहिँ भाइलाई समस्यै परेको रहेछ भनेदेखि चाहिँ फेरि पनि परेछ भने हामी के गर्छौँ भन्दाखेरि तपाईँसँग यो सल्लाह मात्रै होइन, हामी समस्याको समाधान सहितै लिएर आउनेछौँ। र यो समस्याको समाधान हामीले लिएर आउँदा चाहिँ कतिपय नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि यस्तो चपेटामा परिरहनु भएको हुनसक्छ। र त्यो कुरा चाहिँ त्यतिखेर मैले समस्याको समाधान लिएर आउँदा चाहिँ हजुरहरूले पनि बुझेर त्यो प्रक्रिया चाहिँ अपनाउँदाखेरि हजुरहरू पनि सही ठाउँमा सही तरिकाले गरेर आफ्नो बाटो चाहिँ अलिकति सजिलो बनाएर रेगुलरली आफ्नो कामलाई निरन्तरता दिन सक्नुहुन्छ र घर फ्यामिलीलाई सबैलाई खुसी राख्ने र आफू खुसी रहन सक्नुहुन्छ भन्ने दृढ बाचाका साथ अहिले चाहिँ हजुरहरू सामुबाट म बिदा चाहेँ। अब कस्तो लाग्यो, के भयो, अब त्यसको प्रतिक्रिया हजुरहरूमै भर पर्ने हो र प्रतिक्रिया दिन नभुल्नु होला। अब लाइक, कमेन्ट, सेयर र फलो गर्नु होला र यस्तै जानकारीमूलक भिडियोहरू फेरि पनि आउने नै छन् भन्दै हजुरहरूसँग बिदा चाहेँ। नमस्कार, धन्यवाद।